साल 6 महिना भन्दा ज्यादा कुनै पनि चिजलाई लिएर जाएर खानुहुन्न। हजुर त्यो जस्तो सुकै प्रोटिन भए पनि त्यसमा विकृति आइहाल्यो हुन्छ। हजुर त्यसो भएर चाहिँ एलोपेथी फेल भएको छ नि। हजुर एलोपेथी फेल हुनुको कारणै यही हो। हजुर अनि त्यहाँबाट चाहिँ जानेर एलोपेथीले के गर्यो भनेदेखि डेट दिन थाल्यो, ल यति डेटसम्म खाने नत्र नखाने, खाना खै केही नहुने। हजुर त्यो पर्मानेन्ट रूप दिन नसकेर विज्ञानले यो गर्यो नि त। त्यो दबाईमा चाहिँ त्यो किन त्यसो राख्थ्यो डेट फिक्स गरे? हजुर बाबाजी दबाई त्यस्तो चिज अब डेटमा चल्ने भएपछि त अनि त्यहाँबाट मान्छेको खतरा भन्नु आयो कि आएन? हजुर मानिसलाई खतरा आयो नि त। हजुर हो, जब दबाई जस्तो चिज त्यसरी खतम हुन्छ भनेपछि हाम्रो पनि सालभर घुमेपछि त 1 साल पुरा भएपछि त प्रकृतिको पुरा दिन बित्यो। अनि हामीले चाहिँ बिहान उठ्दाखेरि तुरुन्तै मुख नदेखिकन केही खान्नौँ भनेपछि हजुर अर्थ के हो? प्रकृतिको पनि बिहान आउने हो नि सालभरिमा। हजुर अनि त्यहाँ अर्को दिन आएपछि त उनले त्यो चिजमा पावर कम गरिदिन्छन्। हजुर प्रकृतिबाट प्राप्त हुने पावर कम हुन्छ। खालि मनमा मात्र यो हुन्छ कि मैले काजु खाछु, बदाम खाछु, यही। हजुर त्यसबाट जो हुने पुरा पावर हो पाइँदैन। हजुर